सो या हेलो गाइज वेलकम ब्याक टु माई अनदर भ्लग होइन। सो गाइज आज चाहिँ मेरो थम्बनेल टाइटल हेरेर बुझिसक्नुभयो होला तपाईँले म चाहिँ आज कहाँ जानु आँटेको छु भनेर होइन। सो फर्स्ट अफ अल त मेरो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न आज चाहिँ म धमिलो पारेर जाँदैछु होइन। अनि यो लगाउने छु म हल्का फुल्का होइन, सिटी सेन्टर त हो किनकि अब बस पिक्चर हेर्नु जानु एकछिन घुम्ने पनि हो हामी, तपाईँहरूलाई यताउता देखाउने घुम्ने, त्यसको बाद पिक्चर सिक्चर हेर्ने होइन। अब चाहिँ म गाइस एकछिनमा फ्रेस भएर आम होइन, अनि तपाईँहरूलाई भेटौँ। सो बाई बाई गाइस, तपाईँहरूलाई अब फ्रेस भएर भेटौँ। अनि सो गाइस अब चाहिँ म चाहिँ आइसकेको छु नुहाइधुवाइ गरेर होइन, माथिबाट मुनिबाट लुगा पनि लगाइसकेको छु, टोटली रेडी भइसकेको छु भनौँ न। अब जुत्ता मात्रै लगाउनु छ, जुत्ता लगाएपछि जाँदा भयो। अनि सो गाइस अब चाहिँ हामी जाने, अनि तपाईँलाई सो गाइज अब चाहिँ रेडी भएर जाउँ होइन। अनि पहिला चाहिँ म हजुरहरूको गएर भाइले के गर्दो रहेछ हेर्छु। बाई बाई। सो यहाँनिर चाहिँ अभिनव तयारी हुँदैछ। हेलो हेलो भन्दैन न। हेलो हेलो कुखुरा। यहाँ किरण पनि आइसकेको छ, म पनि तयारी हुँदैछु। सो भेटौँ अब एकछिनतिर तयारी बाई बाई। यहाँ हजुर पनि तयारी हुँदैछ। मैले चाहिँ स्वेटर खोलेको थिएँ नि त, अनि त्यही भएर एकछिन तयारी गरेर भेटौँ भन्थ्यो। अनि अब चाहिँ म जान आँटेको। अनि यहाँ मेरो भाइले चाहिँ भिर र पहिरो खोलाको बाटो भन्दै गाना गर्थ्यो। मैले चाहिँ कपिराइट लाग्छ नगान भनेर फेरि मेरो सानो भाइलाई बोलाउँदै थिएँ अभिनवलाई होइन। यता आइज भाइ भनेर हाई भन्न भनेको हाई भन्छ हो, त्यहाँदेखिको खै के भन्नु थाल्यो त्यसले। अनि त्यसबाट फेरि मैले त्यसलाई छेउमा बोलाएँ होइन। अनि त्यसले के अरे म तपाईँलाई हाई गर्छु ल हेर्नु ल भने, अनि फ्लाइङ किस दिन्छु ल भने, अनि फेरि फ्लाइङ किस पनि दियो। अनि त्यसको बाद हामी गयौँ होइन। उयो हाम्रो हजुरबा दिदी भाइहरू चाहिँ गाडीमा स्कुटीमा के अरे कारमा आउँछ, अनि हामी चाहिँ स्कुटीमा जान्छौँ। भाइलाई हामीले छोडिसकेको छौँ मामाकोमा, मामाको गाडीमा आउँछ सबैजना, त्यही भएर अनि हामी चाहिँ स्कुटीमा जाँदैछौँ। यो चाहिँ तपाईँहरूलाई अलिकति सानोबाट क्लिप देखाइदिएको होइन मैले, हामी जाँदै गरेको त्यो म तपाईँलाई सबै सानो क्लिपहरू क्या सबैतिरको हालिदिन्छु। अनि मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि म के गर्नेछु सिटी सेन्टरमा गएर होइन, कता देखाउनु होला, सबैले देखाउनु पाउँदिनँ होला होइन, तर भिडियो पनि फेरि कहाँ देखाउनु होइन, कपिराइट लाग्न सक्छ मुभी देखायो भने होइन, मुभीको गानाहरू पनि। अनि त्यही भएर तपाईँलाई म मुभी कस्तो हुनेछ त्यो पनि भन्ने छु। सो हेर्नुहोस् यहाँनिर यति राम्रो नजारा पनि भइरहेछ होइन, तर चिसो छ। अनि त्यही भएर यहाँ चिसो भइरहेछ। अनि अब चाहिँ म चाहिँ एकछिन फेरि काटेर मैले अहिले चाहिँ म चाहिँ पुगेको छु यो बेङ्गलुरुमा। अनि यो गाडीमा चाहिँ अगाडिको जुन गाडी देख्नु हुँदैछ नि वेगनर, त्यसमा चाहिँ हाम्रो मामा अनि सबैजना हुनुहुन्छ। अनि साथ हामी फेरि यहाँ पानीघट्टा मोडमा आइपुगिसकेको छौँ। पानीघट्टा मोडमा आइसकेर हेर्न सक्नुहुन्छ यहाँनिर यो जो ट्राफिकको उयो छ त्यसबाट हामी सिधा गएर स्ट्रेट गएर अब चाहिँ तपाईँहरूलाई म यहाँको यो जो फ्लाइओभर छ त्यसको भ्यू देखाउँदैछ होइन, अहिलेको देखाउँदैछ नि तपाईँहरूलाई। म सिधा बेलुकाको पनि देखाउँछु कस्तो हुँदो रहेछ फ्लाइओभरको भ्यू बिहान र बेलुका भनेर होइन। अहिले बिहान चाहिँ एकदमै खाली छ। अनि तपाईँहरूलाई अब सिधा सिटी सेन्टर गएर भेटौँ गाइस, बाई बाई। सो गाइस यहाँ चाहिँ हामी सिटी सेन्टरमा आइसकेको छौँ। अनि सिटी सेन्टरमा आएर चाहिँ हेर्न सक्नुहुन्छ यहाँनिर अब स्कुटीलाई पार्किङतिर राख्ने हो, पार्किङ यतापट्टि छ, त्यही भएर हामी जाँदैछौँ। अनि म चाहिँ यहाँ उत्रेको थिएँ एकछिन, अनि यहाँ तपाईँहरूलाई देखाइदिएको सिटी सेन्टर पार्किङभित्र गएर फेरि हामी भित्रपट्टि गयौँ होइन। भित्रपट्टि गएर चाहिँ हामीले यहाँ क्रिसमस ट्री हेऱ्यौँ। अनि क्रिसमस ट्रीको साथ डेकोरेसन पनि अलिक गरेको रहेछ त्यहाँको म्यानेजरले। अनि त्यही हेऱ्यौँ। त्यहाँदेखि हामी माथि चढ्यौँ। माथि चढ्दाखेरि चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ है पछाडिबाट भाइहरू आउँदैछ, यता अगाडि चढ्दैछौँ, किरण अगाडि छ होइन। त्यसको बाद हामी अलिकति यताउता गयौँ। अनि सेन्टा क्लजको छेउमा त्यसले फोटो खिच्छु भने, अनि मैले त्यसलाई फोटो खिचाउँदै थिएँ। अनि माथिबाट तपाईँलाई मजाले भ्यू देखाइदिएको होइन, यस्तो छ है गाइस माथिबाट चाहिँ भ्यू सिटी सेन्टरको। अनि यहाँबाट चाहिँ यो चाहिँ हो खेल्ने जग्गा, तपाईँहरूले युट्युब यो भिडियोहरूतिर देख्नुभएको होला इन्स्टाग्राम फेसबुकहरूतिर। अनि हामी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है लाइनमा लाग्दैछौँ। त्यसको बाद हामी आइनक्सको भित्र गयौँ। आइनक्सको भित्र गएर हामी यहाँनिर केही किन्दै थियौँ। अनि त्यसको बाद म तपाईँहरूलाई हल्का मुभीको सिन पनि देखाइदिन्छु है, यो मुभीको सिन हो होइन, तर सबै त देखाउन सक्दिनँ, हल्का देखाइदिन्छु ल अब तपाईँहरूलाई। यहाँबाट अलिकति अगाडि तपाईँलाई अलिकति देखाइदिन्छु। जय गोर्खा जय गोर्खा। फेरि भेटौँ न ल बम।
सो त्यसको बाद चाहिँ हामी यहाँ बाहिर निक्ल्यौँ एक्जिट गेटबाट होइन अनि यहाँनिर चाहिँ बाहिर रिभ्यू लिनु थियो त्यही भएर मैले एकछिन भिडियो बन्द गरेँ यहाँ देख्न सक्नुहुन्छ रिभ्यू लिनु हुँदै थियो होइन अनि त्यस बाद मैले तपाईँलाई अलिकति लाइटिङ साइटिङ देखाइदिएँ त्यसको बाद हामी पार्किङमा गयौँ पार्किङमा गइसकेर हामी बाहिर निक्ल्यौँ बाहिर निक्लेर मैले तपाईँलाई भनेको थिएँ म तपाईँलाई फ्लाइओभरको बेलुकाको भ्यू पनि देखाउने छु भनेर त्यही भएर मैले तपाईँलाई बेलुकाको भ्यू देखाइदिएको अलिकति होइन एकदमै दामी बेलुकाको भ्यू चाहिँ मतलब यस्तो इन्ट्रेस्टिङ भिडियो पनि यस्तो दामी भयो होइन हेर्न सक्नुहुन्छ तपाईँहरूले हेरिराख्नु भएको छैन अनि त्यो यस्तो दामी थियो तपाईँहरूलाई मैले देखाउँदै गएँ यहाँ हेर्न सक्नुहुन्छ कि अनि अब चाहिँ सिधा म तपाईँहरूलाई घरमा गएर भेटौँ अनि भाइबाट रिभ्यू लिउँ ल बाई बाई भाइ तँलाई मुभी कस्तो लाग्यो राम्रो त लास्टमा नि एउटा अझै एउटा मान्छेले नि त्यो ठाकुरले नि एक गोली मार्यो अनि उडाइदियो अनि पुलिस आयो उसले उडाइदियो अनि निचे गड्डामा गिर्यो अनि मर्यो पिक्चरको मुभीको नाम के थियो नम्बर ठाकुर होइन धमिलो पार भन् नबिला पार कस्तो थियो बमबहादुर बाई बाई भन् बाई बाई हट्नु सो गाइज म घर आएर खानासाना पनि खाइसकेको छु अनि आजको मेरो ब्लग चाहिँ यतिसम्म नै थियो तपाईँलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु ल सो गाइज थ्याङ्क यू फर वाचिङ बाई बाई